कुकुरको पुच्छर 12 वर्षसम्म ढुङ्ग्रामा राखे तापनि बाङ्गाको बाङ्गै भने जस्तै यतिबेला भुन्टीकी सासू बालकुमारीले भने यही कुराको उदाहरण दिइरहेकी छन्। मृत्युको मुखमा पुगेको आफ्नो श्रीमान भूपेन्द्रलाई बचाउने भुन्टीमाथि नै पछिल्लो समय बालकुमारीले भने एकदमै ठूलो आरोप लगाउने प्रयास गरिरहेकी थिइन्। भूपेन्द्रको यस्तो अवस्था हुनुमा सबैभन्दा ठूलो हात भुन्टीकै छ भनेर भुन्टीमाथि आरोप लगाउनको निम्ति बालकुमारी र उनकी छोरी भूमिकाले भने नयाँ खेलहरू खेलिरहेका थिए। बिचरा भुन्टीले भने आफूलाई जति नै हेला गरे तापनि आफ्नो श्रीमान भूपेन्द्रलाई बचाउनको निम्ति आफ्नै ज्यान दिन पनि तयार भइसकेकी थिइन्। आफ्नो शरीरमा रहेको रगत दिएर पछिल्लो समय भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रलाई मृत्युको मुखबाट फर्काइसकेकी थिइन्। तर पनि बालकुमारी र उनकी छोरी भूमिकाले भने बिचरा निर्दोष भुन्टीमाथि नै आरोप लगाउन छोडी नै रहेका थिएनन्। भुन्टीकै कारण आफ्नो ज्यान बचेको कुरा पछिल्लो समय भूपेन्द्रले पनि थाहा पाइसकेका थिए। बोल्न र हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे तापनि पछिल्लो समय भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीकै कारण आफ्नो ज्यान बचेको कुरा थाहा पाइसकेपछि भूपेन्द्रको आँखाबाट भने आँसु रोकिएकै थिएन। भूपेन्द्रले विगतको लामो समयदेखि भुन्टीलाई जति नै हेला गर्नुको साथसाथै उनीमाथि आरोप लगाउन खोजे तापनि भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्र प्रतिको माया मार्न सकि नै रहेकी थिइनन्। आफ्नी प्रेमिकाको बुबाले नराम्रोसँग कुटपिट गरिसकेपछि मृत्युको मुखमा पुगेका भूपेन्द्र भने पछिल्लो समय भुन्टीले समयमै अस्पतालमा नल्याएको भए उनको मृत्यु पनि हुन सक्ने कुरा पक्का भइसकेको थियो। पछिल्लो समय भुन्टी भने आफ्नो श्रीमान भूपेन्द्रको हेरचाह गर्दै अस्पतालमा बसिरहेकी थिइन्। भुन्टी एक्लै भएको मौका छोपेर पछिल्लो समय भूपेन्द्रकी प्रेमिका भने अस्पतालमा पनि छिरिसकेकी थिइन्। आफू एक्लै भएको समयमा पछिल्लो समय एकजना अनजान महिला आफ्नो मुख छोपेर अस्पतालभित्र आइसकेपछि भुन्टीको पनि होस भने उडिसकेको थियो। भूपेन्द्रकी प्रेमिकाले आफ्नो मुख छोपेर अस्पतालभित्र पसिसकेपछि भुन्टी र भूपेन्द्र दुवैको ज्यान भने सङ्कटको अवस्थामा पुगिसकेको थियो।